इजरायलले नेपाली कामदारका लागि 2300 पदमा दरखास्त आह्वान गरेको छ। नेपाल इजरायल श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपाली लैजाने प्रक्रिया सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। कुल सङ्ख्यामध्ये 1380 महिला र 920 पुरुष छनौट गरिनेछ। उम्मेदवारको उमेर 25 देखि 45 वर्षभित्र हुनुपर्नेछ। कम्तीमा कक्षा 10 उत्तीर्ण गरी एएनएम र सिएमए अध्ययन गरेको वा केयर गिभिङ तालिम लिएको हुनुपर्ने मापदण्ड छ। कामदारले मासिक करिब 5881 इजरायली मुद्रा तलब पाउनेछन्। ओभरटाइम, बिदा र खानाको सुविधा पनि उपलब्ध हुनेछ। इच्छुकले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टल मार्फत 2083 असार 7 गते दिउँसो 12 बजेसम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि राहदानी, फोटो, शैक्षिक तथा तालिम प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आवश्यक पर्ने विभागले जनाएको छ।